स्ट्रगल कति छ भन्दिनु त्यही कारणले हजुरहरूले सबैले भिडियो हेर्ने जति पनि हुनुहुन्छ लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्नै पर्ने हुन्छ है यति धेरै Hi everyone, welcome to our YouTube channel. अनि आज पनि हामी चाहिँ मुकबाङ भिडियो लिएर आएको छौँ अनि आजको हाम्रो गेस्टहरु हुनुहुन्छ यतादेखि स्टार्ट गरौँ न अब उहाँहरु चिनिहाल्नुहुन्छ अनि यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ अनि त्यसपछि यता हुनुहुन्छ हाम्रो दिदी अनि यता हुनुहुन्छ हाम्रो मोटी बहिनी अनि म चाहिँ सरू अनि हाम्रो चाहिँ हामी चाहिँ अब आइरहेको छौँ होइन अरू बेला पनि भिडियोमा यो पनि आइरहेको हुन्छ अनि हाम्रो भाउजूको र दिदीको चाहिँ हतपति छुट्टी नै मिल्दैन अनि त्यही 15 दिनमा एक दिन मात्रै छुट्टी मिल्छ नि त सो आज चाहिँ बल्ल बल्ल छुट्टी मिलेर अनि हामी सबैजनाले मुकबाङ गर्न लागेको छौँ अनि अब ढिलो नगरिकन खाइहाल्छौँ किनभने यो सबै सेलिसक्यो कि यो चाहिँ हाम्रो नुडल्स रहेको छ नुडल्स यो स्पाइसी नुडल्स हो अनि तर त्यस्तो धेरै स्पाइसी छैन त्यही भएर हामीले खोर्सानी पनि राखेको छौँ अनि यो चाहिँ हाम्रो पानीपुरी नेपालीको फेभरेट पानीपुरी छ यति मात्रै हो आजको हाम्रो मुकबाङ सिम्पल अनि त्यसपछि स्वीट एन्ड सिम्पल वाला छ है सो अब चाहिँ हामी स्टार्ट गरौँ न केबाट स्टार्ट गर्ने पानीपुरीबाट गर्ने खाम गाइज म हजुर तिमी हुन्छ गर्नु सक्यो यस्तो डल्लो चेयर्स गरौँ ल फर्स्टमा अन्तर पर पर्ने रहेछ नि त नि माग है म दिन्छु एकैबाट लगाऊ अनि चेस्ट चेयर्सको लागि वेट गर्दैछौँ नि भाउजू आज हामीलाई गेस्ट भएर बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद गेस्ट हुन पाएकोमा होइन यस्तो मिठो मिठो खानेकुरा बनाएर बोलाउनु भएकोमा We are ready. Excited. अलि यति ल्याउनु होला है भाउजू तल बोटोका चलाउँदैन बोटोका उयो हुँदैछ ल दामी म चाहिँ यहाँ घाउ भएर फेरि ल के खानुहुन्छ पानीपुरी नै खाम होला क्या दामी भएछ पानीपुरी त वाउ सेम टेस्ट आएको क्या यहाँ राखिदिन्छु ल हुन्छ मेरो त यसमा घाउ भएर कस्तो साह्रो भएको छ मुखभित्रबाटबाट नि सबै लगाइदिनु न मलाई चो लगाइदिने हो धेरै नहाल्दैन मन पर्दैन अलिअलि दिदी टिस्यु दिनु न हजुरको बजाएको छ टिस्यु मात्रै बसेको नि अन्त खाऊ है ल पिङ्क कलरको यो टिस्यु पिङ्क कलरको पानीपुरी कस्तो धेरै पछि खाएर होला मिठो लाग्यो ल तिमी पनि खाऊ न खाँदैछु कस्तो मिठो भयो है हजुरलाई पनि हाल्थेँ होइन हुन्छ म त यति डुबाइदिँदैछु मेरो हात सबै छ है बिहान घाउ भएर कस्तो खानै भएन त्यो भिटामिन सीको कमीले हुन्छ नि घाउ त्यस्तो खालको भएको कि अनि कस्तो पोल्छ केहरू खायो भने त
हामी चाहिँ यस्तो खानुमा व्यस्त भएर गफ गर्न पनि पाएको छैन त्यसपछि केही बोल्न पाएको छैनौँ है खाने बेलामा त यस्तै हो मिठो भएको छ नि यो पनिपुरी च्यालेन्ज गर्नु भने चाहिँ छिटो खाइने रहेछ है एकदम है उयो नुडल्स पनि दिनु न मेरो पनि यस्तो पुरिरहेछ दामी 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 मैले 5 वटा मात्रै खान्छु भनेको उहाँ चाहिँ डाइटिङमा हुनुहुन्छ है डाइटिङ गरिराख्नु भएको छ अहिले पनि यही हो डाइटिङ डाइट होइन म त नुडल्स पनि खाएँ है अन्त खाइसक्यो भाउजू आज नुडल्स दिदी हजुरलाई भाउजू नुडल्स यहाँ छ मेरो प्लेट हजुरलाई कहाँ छ बटु सब्या नुडल्स पनि खायौँ ल अब अघि चाहिँ खाएको यहाँनिर मेरो चम्ची भने खोर्सानी कोही टोक्नुहुन्छ भने भन्नु है यस्तो धेरैजना खाँदा त कस्तो मिठो लाग्छ जे कुरा हौ पनि जे कुरा पनि नुडल्समा पसेको आएन हौ सर हजुर आएन उसले चाहिँ स्ट्रगल गरिरहेको छ है यसले मलाई पनि आउँदैन तर म ट्राई गर्छु ल यहाँनिर पनि छ है ओके ट्राई गरेको है फर्स्ट टाइम ट्राई गर्दैछु है मैले चपस्टिकले कति म सिकेरै छोड्छु भन्यो कि हुँदै हुँदैन सरु आउँछ सरु गर्नु त यस्तो गर्नु कि अनि एउटालाई अड्याउनु होइन अनि दुईटालाई सिधा बनाउनु अनि एउटाले यसरी तान्ने हो कि यस्तो यो सिधा राख्नु एउटालाई एउटाले यता राखेको राख्ने अनि एउटाले यसरी तान्ने अनि त्यसपछि यसरी चेप्ने यो अमला बिचमा राख्नु पर्छ आउनु चाहियो फर्स्ट टाइम गरेको खाइरहनु भने मात्रै फेरि हजुरले नेपालबाट चाहिँ आउनु भएको थियो करेन्ट होइन यो त के हो यो यहीँनिर हो। यहीँको हो हजुर त्यो चाहिँ खासै पिरो लाग्दैन कि हजुर। अनि त्यही भएर मलाई मनपर्छ क्या अर्को त मिठो त लाग्छ तर पिरो हुन्छ कि खानै सक्दैन म त बुल्डक खानु हुने नुडल्स भयो माग्नु है यहाँनिर छ मलाई नुडल्स खाइदिनु नुडल्स कस्तो दियो भन हजुरलाई लाग्यो है एउटा खोर्सानी टोक्नु नि खाइदिएको खतरा छ पिरो कति मिठो भयो है आज तर हाम्रो मोमो खाने प्लान थियो नि है प्लान चेन्ज हिजै मलाई गर भन्थ्यो भन्थ्यो मोमो खानुपर्छ है भोलि चाहिँ भने झन् भाउजूले तिनीहरू आए तपाईँहरू आउँदाखेरि त्यो हेर न त्यही भएर गफै गर्न हाम्रो गफ भयो त ए त्यतिखेर नि त्यही गफै गर्न पाएँ झन् नजानु झन् झर्दैछ यहाँ अझै हरियो मटर हुनुपर्छ कस्तो मिठो हुन्छ नि दामी भएको छ अरू अब गएर मान पकाएर खान्छु भन्दै अब नखानु है यहाँ हाम्रो टेबल अलिक राम्रो हुनुपर्छ कि नि तर धन्न पो यति 1 2 3 4 5 जना आँटिमा अटेको नि है स्ट्रगल यति धेरै गाह्रो छ यति स्ट्रगल कति छ भनेर त्यही कारणले हजुरहरूले सबैले भिडियो हेर्ने जति पनि हुनुहुन्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नै पर्ने हुन्छ है यति धेरै हेरेर मात्रै नजानु होला थोरै पनि नहेर्नुहोस् बिचमा इन्ट्रेस्टिङ वाला हुनसक्छ त्यही भएर भिडियो चाहिँ पुरै हेर्नु होला अब हजुर खानु न अलिक
नुडल्स खानु न दिदी। दिदीसँग च्यालेन्ज गर्न नसक्ने। अब अलिकति थोरै नुडल्स खाने अलिकति तर च्यालेन्ज गर्नु पर्यो भने नि भाउजू बिहान थोरै मात्रै खायो होइन हजुर अनि थोरै खायो अनि भरे च्यालेन्ज गर्यो कि अनि मात्रै हुन्छ। ए हो हामी अन्धार म अस्तिदेखि च्यालेन्ज गर्ने भनेको कि हजुर अनि च्यालेन्ज गर्यो भने फेरि अब छिटो छिटो खाँदा मिठो हुँदैन अरे अनि त्यही भनेर च्यालेन्ज गर्नु पायो। आज तर हामीले च्यालेन्ज गर्नु भनेको थियौँ नि अन्त ममा खाँदा हजुर अनि च्यालेन्ज गरेर खाने भनेर सोध्नु ए भरे भन्दा त अर्कै प्लान चेन्ज भयो। त्यही भएर अगाडिदेखि सोचेको कुराहरू कहिले पनि पुरा हुँदैन कि ड्याङडुङ गरिहाल्यो भने भइहाल्यो। भएन नि अब उयो दिनु न एउटा पुस आधा पुस पुरा खानु सर तिमीहरू नुडल्स खाएनौ त? खाए त म त खानुमै व्यस्त छु है। एकदम व्यस्त क्यामेरा पनि हेरेको टन्नको वास्तै छैन कि सस्तो खाने उयोहरूले पनि मुखबाङ गर्नेहरूले यस्तै गर्छ नि क्यामेरा कुनाहरू केही वास्तै हुँदैन। चरम कि चरम खाएको खाइन्छ कस्तो मिठो हुन्छ नि है साब्या। हजुरको हेरो उनीको हिरो उनीको हिरो है उनीको हिरो उहाँ हो फर्स्ट टाइम ट्राई गरेको है मैले यो र पनि गरेर खानु पर्दा नि मजाले। मैले पहिलोचोटि खाएको यसरी कति भएको मैले हुँदै हुन्न। तर होइन अन्त तिमीले खाइरह्यो भने नि यसरी नै सिक्छौ। अब खाइरहनु पर्यो आयो नआयो जस्तो भए पनि खाइरहौ नि नआउने होइन न अरू चाहिँ होइन मलाई एक दुईजनाले चाहिँ फेरि बेइज्जत हानिदिनुहुन्छ। एक दुईजना चाहिँ होइन एकजनाले चाहिँ बेइज्जत हानिदिनुहुन्छ। म यो भिडियो हेर्ने मान्छेलाई थाहा छ को हो भनेर मलाई नै भनेको रहेछ भनिराख्नु भएको होला। झन्डै भयो क्या सरी हुन्छ बापु पुरै भयो एकदम खानुमा व्यस्त भयौँ हामी टन्नै भयौँ। यति धेरै खायौँ कुरै नगरौँ दिदी नयाँ दिन भएको लास्टमा खानु पर्यो नि त। गाइस यति मिठो भयो कि हेर्नुहोस् त हामीले क्यामेरामा नहेरिकन खाइन्छ नहेरिकन क्यामेरामा हेऱ्यो भने त सिद्धिन्छ कि भन्ने हेर्नुहोस् त क्यामेरामा नहेरिकन यहाँ पनि रहेछ नि खानपुरी पो खानु नि मलाई चाहिँ झोल मात्रै खानु मन छ। म चाहिँ झोल मात्र खाइदिन्छु खानु नि यहाँ हालिदिन्छु ल। पहिला पानीपुरी किन्नु जाँदा खानु जाँदाखेरि पनि म पनि झोल मागेर खान्थ्यो। म पनि त्यही हो कस्तो मिठो लाग्ने कि टपरीमा दिनुहुन्छ। मैले साँच्चै भन्नुपर्दा पहिला पानीपुरी नै खाँदिनँ थिएँ हो पछि पानीमा गएर म चाहिँ खान्थेँ। त्यो मेरो अन्त भन्ने साथी हुन्छ भने उहाँले नै बानी गराउनु भएको जेको पनि उसले त जे बनाइहाल्छ क्या खानेकुरा। अब यहाँ आउनु भनेको तर हाम्रो बहिनीहरू जाँगरीले त खतरा जाँगरी हुनुहुन्छ है गाई चाहिँ अहिले घुमेर आएको अहिले रेडी 5 मिनटमा सब रेडी भनेपछि कति जाँगरीले हुनुहुन्छ। यदि हाम्रो ज्वाइँ साहेबहरूले यति धेरै सुख पाउनुहुन्छ भिडियो हेर्दै हुनुहुन्छ भने सुनिराख्नु हजुर को हुनुहुन्छ अहिलेसम्म पत्ता लागेको त छैन जो हुनुहुन्छ उहाँले सुनिराख्नु होला। धन्यवाद हाम्रो भाउजूले हामीलाई फुर्काइदिनु भएकोमा तारिफमा तारिफ तारिफ भन्दा साँच्चीकै हो है यो त साँच्चीकै हो।
ल हाम्रो चाहिँ सबै खानेकुराहरू हामीले खाएर सकेको छौँ आज हामीले पानी नै खाएनौँ नि म त खाएँ खानुभयो 4-5 चोटि खाएँ मैले मैले खाएर यति बनाएको अनि भिडियोलाई इन्ड गरिदिउँ ल हुन्छ खाइसकेन भने अलिकति बोल्ने हो कि खाने गर्छ अलिक कमेडी बोलौँ न अनि मान्छेले हेर्छन् कि भन्दा चाहिँ अब कमेडी अर्को पालि चाहिँ क्वेसनहरू सोध्ने यस्तै खालकोहरू बनाउनुपर्छ ल त्यो के लेखेर अगाडि नै रेडी गरेर राख्नु कि अनि युएली आज त त्यस्तोहरू पिरो भएन नि मैले जानेरै नहानेको नि ठिक छ म पिरो खानु सक्दिनँ र छ्या म त जहिले लास्टमा यो त्यो भिडियोमा पनि अन्तले चाट्ने डाइटिङ गर्ने मान्छे चाहिँ अहिले वहीँ हुनुहुन्छ है अस्ति नै नि आएर दाइले अब यो प्याज मिठो हुन्छ कि यता मोटी मान्छे झन् साथी भइदिँदैछ यस्तो मिठो भएर त है यति धेरै मिठो छ त्यही भएर छोड्न मन नलागेको हो कि यो कति मिठो भयो झन् भाउजू र दिदीहरू सबैसँग बसेर खाँदा त यति धेरै मिठो भयो यति धेरै रमाइलो पनि भयो भनेपछि दिस अल क्रेडिट गोज टु दिस दिदी नयाँ पनि जान्छ त पनि नयाँ हो थ्याङ्क यू ल अब के गर्ने अब भिडियोलाई गरिदिउँ अर्को पालि चाहिँ फेरि अझ इन्ट्रेस्टिङ खालको ल्याउँछौँ किनभने यो त हाम्रो 0 टाइममै गरेको हो नि त हामीले केही सोचेको थिएनौँ हामी यस्तो खालको भिडियो गर्छौँ भनेर केही कन्टेन्टहरू नै हामीले सोचेकै थिएनौँ कि यस्तो तरिकाले गर्छौँ भनेर अनि एक्कासी हामीले दिदीहरूसँग अनि भाउसँग भेट भएको बेलामा मुकबाङ गरौँ भनेर मात्रै हो नेक्स्ट टाइम चाहिँ हामी एकदम इन्ट्रेस्टिङ खालको सुरुमै सोचेर अनि इन्ट्रेस्टिङ खालको खतरा खालको लिएर आउँछौँ सो हाम्रो भिडियोहरू चाहिँ हेर्दै गर्नु अनि त्यसपछि चेक गर्दै गर्नु अनि हामीलाई बोलाइदिएर यति धेरै मिठो मिठो खानेकुराहरू खुवाउनु भयो उहाँहरू दुवैजनालाई चाहिँ धेरै धेरै धन्यवाद यसरी नै मिठो मिठो खानेकुरा खुवाउनु होला म अलिक त्यो मोटाउन चाहन्छु ल अब म मोटाउँछु भनेको सुन्दा सुन्दा उहाँहरूलाई कान पनि पाकिसक्यो मान्छेहरू डाइटिङ गरिरहेको मोटाउन चाहनुहुन्छ म मोटाउन चाहन्छु हाम्रोमा चाहिँ किसिम किसिमको मान्छे यता मोटी यस्तै कम्पिटिभ दिदीले कि अब केटा कसै कपाल काट्नुहुन्छ अरे केटा कसै ड्रेसअप गरेर हिँड्नु अरे अघि भन्नुभएको अहिले त यति मात्र काटेर आएको होइन अब एकचोटि अब नेक्स्ट टाइम तपाईँसँग भेट हुँदाखेरि दिदी नै होइन साँच्ची भनेको भिडियोमा पनि त्यही भन्दैन नि त नेक्स्ट टाइम चाहिँ अब दिदीको दिदी दाइ बनेर आउनुहुन्छ हेर्न चाहनुहुन्छ भने सबैजनाले सब्सक्राइब गर्नु होला कसरी आउँदो रहेछ नेक्स्ट टाइम हेर्न भनेर हजुरको दाइ मध्येमा एकजना दाइ फेरि पढ्नु भयो है भाउजू खोज्न जानुपर्छ ल धेरै धेरै रमाइलो भयो अरू भन्दा पनि हामीलाई चाहिँ किन हतार भएको न अझै गफ गर्नुहुन्थ्यो कि हाम्रो मोमो पनि अर्डर आएको छ गाइस हजुरहरू पनि मोमो खानुहुन्छ नि हामीले अर्डर गर्न सक्नुहुन्छ एकदम नेपाली स्टाइलमा नेपाली टेस्टमा होइन मिठो खालको मोमो एकदम एफोर्डेबल प्राइसमा हामी डेलिभरी पनि गरिदिन्छौँ सो हजुरहरूलाई चाहिन्छ भने भन्नु होला अर्डर पनि आइरहेको छ सो हामी चाहिँ धेरै ढिला नगरी अब चाहिँ हाम्रो यो सबै कार्यक्रमलाई इन्ड गरेर चाहन्छौँ सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि सबैजनाले लाइक शेयर सब्स्क्राइब 500K पुऱ्याउनु होला है 500K जल्दी हिंदी में कोई देख रहे हैं तो जल्दी 500K बनाना है अभी 200K होने वाला ना 200 होने वाला है जल्दी जल्दी पुराना ओके ओके बाय बाय थैंक यू बाय लव यू ऑल